यो हाम्रो आइआर प्यानल है। टिभीको लागि यसो यति गरौँ त, अनबक्सिङ त गरौँ होइन। काट्नु पर्ला यसो केही छ, नकहरू पनि छ कि। यसको अगाडि चाहिँ हामीले फर्स्ट टाइम अनबक्सिङ गर्दैछौँ यो सबै कुराहरू। यताको पंखा चलाउने कि के गर्ने? पंखा चलाइदिनुहोस् त यताको। खुलिन्छ हैन? नतान्नु। अझै यो तान्नु पर्छ कि यहाँ अगाडि लक हुन्छ यो लागि चाहिन्छ कि। टिभी त मिलाएर ल्याएको लाग्छ हैन? मलाई त केही थाहा रेडी थाहा हुन्छ, बुझेकै छैन। तपाईहरु चाहिँ मैले यो चाहिँ लागेकै छ हेर्नुस्। पुरै घुमेर हेर्नुस् हैन, मलाई त्यो म सरकारी विषय भएन हैन, भोलिआएर र ओहो यो त टिभी युज भएछ भन्ने चाहिँ मलाई त्यो हुँदैन, त्यो थाहा त्यति भयो। फ्युचरमा तपाईको रेट घटेर होला, अहिलेको रेसियोमा मार्केटमा जानुहुन्छ नि हुँदैन गर्नुस्। टिभी नपाएर यत्रो ठुलो टिभीमा कत्रो गर्नु चाहिँ एक्सर्साइज पनि। घरमा त टिभी छैन, यहाँ चाहिए यसमा त आइपिएल हेर्नु मजा आउँछ। रमाइलो हुन्थ्यो होला, तर सिद्धियो भयो। वर्ल्ड कप हेर्ने अब नेपाल। ब्याट्री भइहाल्यो, रिमोटको ब्याट्री रहेछ, चाहियो भने रिमोट युज गर्नु। कभर अनबक्सिङ गर्छ है, किनभने लामो ठुलो आइटम छ नि त। राम्रै लगाउने है पनि एमआईको त ब्रान्ड राम्रो हो कि बरु यो टेबल उता टक्सा राख्ने कि एक ठाउँ? टेबल कुनामै टक्साउनु पर्यो। टेबललाई तान्नु छ। यसो उठाउनुहोस् त। यसको स्क्रु दिया छ साइडमा, साथै स्क्रु छन् नि हैन, यसै सपोर्टिङ है। यसको लागि यो स्क्रुहरू, यो दुईटा स्ट्यान्डको लागि यो त्यो त यसको बाहिरको अनबक्सिङ लागि ए ओके। युज गरेर हुन्छ। के भन्छ त्यो स्टेप गर्दा त्यही हो, खास खोल्न पऱ्यो कि खोलेर चेक गर्न पऱ्यो नि, तिमीले के चिज त हो स्क्रिन यस्तो स्क्रिन त्यो लगाउनु त अहिलेसम्म देखिएको केही छैन, क्लियरै छ, खोलेर हेर्न मिलिहाल्यो। त्यो टिभी थियो र थियो थियो। घरमा त्यसमा 32 इन्चको टिभी रहेछ घरमा। एरिया हेरेर हुन्छ कि सर, अब हलमा राख्ने र रुममा राख्नुमा फरक छ नि। स्ट्यान्ड लाउनु पर्ला नि सर, सही गर्नु सर है। स्ट्यान्ड लगाउनु पऱ्यो, यस्तो लाइट हान्छ नि, यसो पाल्टुहरू पनि आएर होला कि त्यो समय चाहिँ त्यो कनेक्सन राम्रो दिनु। त्यो एउटा त्यहाँ छ, एकपल्ट अन गरेर त्यसपछि थोरै भयो नि त्यहाँ स्ट्यान्ड नपुग्नु त्यसलाई घरको टिभी रिमोटले खोल्नु रिमोट रिमोट त्यही छ समातेर है। त्यहाँबाट स्ट्यान्ड यो तपाईँले देखेर मलाई एउटा हार्ड डिस्क चाहिएको थियो साँच्ची, मैले बल्ल याद भयो। बनाउनेमा के सर ठिक छ, त्यहाँ समस्या नै छैन, समस्या छैन। अब हाम्रो आइआर सात आठ चलाएको छ, 7-8 वर्ष केही हुँदैन, ढुक्क चलाउनुहोस् भन्थ्यो। चलाउनुलाई त भनिदिन्छन्, हामीलाई म्यान भनेको कस्तो हो भने युज गर्दाखेरि कसरी गरिन्छ भन्ने कुरा हो कि उनीहरूले त भनिदिन्छन् कि त बेच्नुहोस् मतलब त्यो कुरा त होइन र। त्यही नै हो। कम्पनीमा केही भयो भने कम्पनीमा आउनुहोस् क्लेम गर्न भन्छ। कम्पनी अझै कहाँ त्यहाँ इन्डिया खोइ छैन हामीसँग कि। अघि यहाँ कहाँ लगिसक्नु भयो त? कति यहीँ खोल्नु सरले आफैले गर्नुभएको, खोलेर लग्नु पो भयो कि? ठिक छ र त्यो यही राखिएको छ।
ए त्यही रहेछ स्टार्ट गर्नु पर्यो हैन रिमोट हाल्दिनु त्यसको स्टेप बाइ स्टेप कसमा पढा? फोन आएको छैन रिमोट बन्द गर्न खोल्नु गर्नुपर्छ कि स्टार्ट पियरिङ प्रेस एन्ड होल्ड बटन अन द रिमोट फर स्टार्ट गर्नु यो बिचको त्यही हो कति सेकेन्ड लाग्यो भने 4 सेकेन्ड भन्दा है बल्ल पेयर भयो रिमोट सँग गराउनु अब यो दुईटा कनेक्ट अब यो दुईटा टच स्क्रिन होइन इन्डिया कि नेपाल नेपाल नेपाल। हैन इन्डिया र नभयो अरू कुराहरू त ठिक छ होला फिजिकल ड्यामेज छैन बाँकीको वारेन्टी ग्यारेन्टी हुन्छ 2 वर्षको है यो क्युआर कोड इङ्ग्लिश यसलाई skip, अहिले स्किप कन्फर्म गर्नु परेन ब्याक गर्ने अप्सन हुन्छ प्रेस ब्याक पहिले कनेक्ट गर्दा विश्रम गएको थियो नि यसलाई त एचडिएमआई लगाउँदा ठिक हुन्छ नि म ठिक गरेछु जिएले लगाउन लाँदै बाई चान्स एचडिएमआई चाहियो भने त अब एचडिएमआई लिएर अब यो भिडियो बन्द गर्नु बन्द गऱ्यो